आज चाहिँ मैले यो प्लस्टर नगरेको टोयलेटलाई प्लस्टर गरेर फाइनली यस्तो लुक्समा कन्भर्ट गर्नेवाला छु। त्यसपछि भिडियोलाई ढिला नगरी लाग्छौँ हामी बालुवा र सिमेन्टलाई मोल्नलाई, किनकि यसबाट मसला तयार पार्नुपर्ने थियो। अनि मसला बनाउने मान्छे त अर्कै छ भनेर सोच्नु भएको छ होला, किनकि यतातिर मैले इट्टालाई भिजाउँदैछु। यसरी इट्टा भिजाइएन भने मसलाले इट्टालाई पक्र्दैन थियो। यसरी के इट्टा भिजाउँदै थिए, एकैछिनमा त पानी आउने रोकिन्छ। त्यसपछि के भयो भनेर हेर्दा त यतातिर पाइप नै अघि सुजिसकेको रहेछ। अनि मैले भित्रपट्टिको सबै इट्टाहरूलाई भिजाइदिएर सक्छु, किनकि आज भित्रपट्टिको मात्रै प्लस्टर गर्नुपर्ने छ। किनकि आज बाहिरपट्टिको प्लस्टर पनि एकैचोटि गरेर सकिँदैन थियो भन्ने हामीलाई थाहा थियो। अनि मिस्त्री जानुहुन्छ भित्रपट्टि प्लस्टर गर्न, त्यसपछि म गाडाबाट मसला ओसार्न लाग्छु। यता चाहिँ प्लस्टर सुरु भइसकेको छ। त्यसपछि चाहिने सामग्री जति ओसार पोसार गर्ने काम चाहिँ मैले गरिरहेको छु। किन थाहा छ? किनभने मलाई प्लस्टर गर्न आउँदैन। अनि कुरै कुरामा दुई साइड पनि प्लस्टर गरेर सकिन्छ। त्यसपछि हुन्छ हाम्रो खाना खाने टाइम। त्यसपछि म लाग्छु टिभी हेर्दै खाना खानलाई। मेरो चाहिँ टिभी हेर्दै खाना खाने बानी छ। तपाईले पनि यो खाली कमेन्ट बक्समा आफ्नो ह्याबिट सेयर गर्नु होला। आजलाई यति मिल्यो, अर्को भिडियोमा बाई बाई।